सागर सागर के भन्नु त पर एपमा थियो अहिले चाहिँ यिनलाई हुन्छ एपमा यिनलाई देवघाट लगेर राख्नु पर्ला तेल हुनको लागि सधैँ यहाँबाट जाने बित्तिकै हाल्ने तेल रे पहाडतिर चढ्ने पथहरू छोटो छोटो हुन्छ छोटो छोटो हुन्छ तर उक्लिन त गाह्रो छ नि। त्यही भएर यसो टुक्क मिलाएर चाहिँ मोडिहाल्छ। राम्चे बजार राम्चे अनि यतातिर बाटोहरू गाडी हिँड्ने यो बाटोमा बस हिँड्छ कि माया कसम बाइक चलाउनलाई कति गाह्रो होला बस हिँड्छ यार यहाँनिर आमा बाटो कस्तो कस्तो खाल्डो हो यो यत्रो यत्रो ढुङ्गा यस्तो खाल्टाङ खुल्टुङ छ यार त्यही पनि बस चल्छ यहाँनिर यो ढुङ्गामा सर र घाँस चाहिँ क्या सही पलाएको रहेछ ढुङ्गामा घाँस यस्तो छ यहाँबाट सर हेर्दै जाँदाखेरि ए माथि माथि घाँस छ मुनि मुनि केही छैन माथिबाट हेर्दा दामी देखाएको थियो ढुङ्गामा चढ्नु मिल्ने चिल्लो जस्तो लागेको थियो चढ्दिउँ होइन यतातिर के छ यस्तो छ है यो ढुङ्गामा चढौँ न कस्तो हुँदो रहेछ चढौँ है त यो यस्तो यस्तो छ धेरै खासै छैन तर ढुङ्गा यत्रो छ कि है यहाँ छ पाहाडै देखिन्छ नि ढुङ्गा नि यो ढुङ्गामा चाहिँ म चढ्नेवालामा छु यो ढुङ्गामा चढेर एकछिन बस्छु अनि त्यसपछि यतातिरको नजाराहरू दामी तालले हेर्छु अनि कतातिर लाग्छु आमामामामा कता समातेर चढ्ने त खोइ ए पुरै चिल्लै छ टेक्ने ठाउँ पनि छैन ए चिप्लेर लड्यो भने उहाँ तल पुगिन्छ धेरै खासै त होइन होला अनि यहाँबाट अलि माथि आयो ठिकै छ ढुङ्गा यत्रो ठुलो छ ए यो घाँस आएको यहाँनिर तल तल चाहिँ घर छ नजिकै यो अलि नजिकै हो है ढुङ्गा कम टाढा आमा कत्रो ठुलो ढुङ्गा छ यार है ढुङ्गा निकै ठुलो ओहो यो के को बोट हो यो अलैँची रोप्नेहरू यहाँ पनि अलैँची रहेछ अलैँची हुने रहेछ कतै कतै खासै छैन यो ढुङ्गा चाहिँ बडे मानको ढुङ्गा छ के हो यो के को बोट हो यार यो यस्तो फल्ने यहाँ बस्दिउँ अब हेरौँ वरिपरिको नजारा कस्तो छ यहाँको नजारा नजारा मान्छेहरू खासै देखिँदैन यता बल्ल तल एकजना मान्छे यहाँनिर हिँड्नु भइरहेको छ बुढा बोकेर यस्तो छ यहाँको नजाराहरू यहाँबाट देखिने यो बारीहरू क्यामेरामा खासै राम्रो नदेखिँदो रहेछ मेरो मोबाइलमा चाहिँ क्यामेरामा भन्दा नि मेरो क्यामेराको मोबाइलले अलि राम्रो नदेखिने नत्र नि यो नाङ्गोले आँखाले हेर्दा नि क्या ड्रामेटिक छ के दामी पाटा पाटा परेको माथिसम्म नै छ अनि यो डाँडा काँडा डाँडा भन्दा म माथि जस्तो छ यार त्यो डाँडा भन्दा यत्रो यत्रो डाँडा आयो अनि म चाहिँ यहाँ टक्क आनन्दले बसिरहेको रन्डीको
झन्डै तलतिर खस्यो यार यहाँबाट आमा यहाँबाट खस्या भए म आज सिद्धिन्थेँ चिप्लिन्थेँ कति दिनपछि गनाएपछि मलाई भेट्थ्यो होला के गनायो भनेर नत्र भने त म चिप्लिन्थेँ धैट सातै गयो यार यस यहाँबाट चिप्लियो यहाँबाट फुत्त उता अलिकति ठोकिन्छ अडिँदैन अनि त्यहाँबाट सिधै उहाँ तल ओहो यस्तो खतरा ठाउँमा बस्नु नहुने रहेछ बस्दा पनि जोगिएर बस्नु पर्यो यहाँनिर यस्तो यस्तो खालको डाँडाहरू छ के ओहो यस्तो छ है यहाँबाट हेऱ्यो नि उहाँ तल यहाँ ठोकिसकेपछि सिधै तल कत्रो ढुङ्गा छ तल नि खासै धेरै टाढा त होइन 100 मिटर मुनि चाहिँ पुग्यो होला तर अब म अलिक जोगेर राम्रो ठाउँमा बस्छु त्यहाँनिरबाट चिप्ल्या भए मेरो ज्यान जान्थ्यो अहिले ज्यान जाने ठाउँ यहाँबाट यताबाट त खासै छैन एक सानै हो यहाँबाट तलको चाहिँ टन्नै छ कि हिँडौ के हो यार आमामा यत्रो यहाँ कहाँबाट पानी आइरहेको भन्ने थाहा छैन यार आमा वन जाकेट लुक्ने भने जस्तो ठाउँहरू रहेछ पुरै उपाल कहाँ छ गहिरो छ भित्र सानो पानी झरेको आवाजहरू भित्र पानी नै आइरहेको थियो ढुङ्गाको बिचबाट यो ढुङ्गा यत्रो छ फेरि यत्रो ढुङ्गा छ होइन यत्रो ढुङ्गाबाट अनि त्यो मुनिबाट पानी आइरहेको खाल्टै कत्रो छ यहाँ चाहिँ यत्रो छ ट्याक ट्याक हिँडौँ अब हिँड्दै जाउँ कहाँसम्म पुगिन्छ गाउँहरू नि अहिले त खासै छैन ए यतातिर होला गाउँहरू रुखहरू काटेर छ गाउँ छैन यतातिरको मान्छे चाहिँ कता गएको यतातिरको मान्छे चाहिँ कता जाँदो रहेछन् मान्छे हुँदैन घरतिर सब काममा बिजी घाँस काट्ने रे दाउरा काट्ने पशुपालनहरू अनि भर्खरको यङहरू चाहिँ सबै विदेशतिर काठमाडौँतिर कता कता बस्दो रहेछन् अरू बाँकी बुढाखाडा हुने बुढाखाडाहरू पनि केही काममा लागिरहने यत्तिकै घर चाहिँ नबस्दो रहेछ मेहनती सबैजना पानी रहेछ क्या हो यहाँनिर गाई हामी यस्तो बाटो हिँड्दै हौ अलि राम्रो ठाउँ आइयो यो पानी मास्तिर गाउँछ नत्र नि पानी खानु मिल्ने कि नमिल्ने निकै दुई यस्तोको पानीले बाटो बाटो खाली के चिज रहेछ यो ढङ्सै फले खाने काफल टन्नै झर्या यहाँ माथि छ क्यारे काफल चाहिँ लास्टै पातलो पातलो फल्यो के हो थोरै रहेछ तर कहाँ पुग्नु भइसक्यो यस्तो जङ्गलको ढाड ढाड ठाउँतिर हिँड्दा छ ए कहाँ हो हो बाटो यस्तो बाटो ट्रेकिङ खत्रै ट्रेकिङ भइरहेछ थाकिरहेको छु म हिँड्दै यस्तो त बाटो छ यस्तो बाटो भएर तेर्सो ठाडो बाटो दोक्लिएर सक्यो त्यहाँ लास्टै गाह्रो भएको थियो सल्लाह चिप्लिने तर अहिले चाहिँ ठिक छ बाटो काफल झरेको मान्छे छ क्या अब यता कत्रो झरेको छ काफल काफलको बोट
फल्यार बाटो यस्तो छ यस्तो जग्गा अनि म गाह्रो छ लाइफ सर्भाइभ गर्न अब के गर्ने र सर्भाइभ गर्नै पर्यो लेकिन डह्रो चलिरहेको छ हामी यो लाङटाङ राष्ट्रिय निकुञ्ज पर्छ क्या अरे लाङटाङ राष्ट्रिय निकुञ्जको त्यो जङ्गलमा फेरि भुइँमा यो त चराले खाएर छ नखाऊ यो चाहिँ ठिकै छ मिठो थियो तर के गर्नु कहिले कहिले झरेको सबै खानु नि भएन यसो हेरेर टिपेर खाँदै म चाहिँ काफल भुइँमा झरेको काफल काफल टिप्दै यहाँ रहेछ बोट दामी फलाएर छ यसमा चाहिँ अब देखिँदैन होला काफल खाँदै मिठो अमिलो अमिलो बिचोक बेस रमाइलो छ अहिले नि यो अनुभव जीवनको एउटा भोगाई यात्रा यहाँबाट देखिन्छ क्या अरे हिमाल है यहाँ चाहिँ अब चाहिँ लाङटाङ हिमाल प्रष्ट देखिन थाल्यो यता लाङटाङ हिमाल यो त्रिशुली नदी यो लाङटाङ हिमाल यो गणेश हिमाल अनि यहाँ चाहिँ म उप्पीदेखि नि लाङटाङ हिमाल बाटो जङ्गल सर एकजना हुनुहुन्थ्यो अगाडि जानुभयो फास्ट नै म चाहिँ छैन खोइ हिँड्न सक्नेको अवस्था छैन हिँड्न सकेको अवस्था छैन उहाँ पुग्नु भइसक्यो छ बसिरहनु भयो यहाँ वरपर गाउँ आइपुग्नु थालिहाल्छ दाउरा काटेर राखेर छ यहाँ छ यत्रो ढुङ्गा मुनि बडेमानको ढुङ्गा मुनि यहाँ खोला यत्रो छ तर यहाँ पुल छ है त बाटो चाहिँ छैन पुल चाहिँ छ यस्तो बाटोमा म हिँड्दैछु के छ हौ यता त्रावडा रहेछ के हो यो ओ माई गॉड वडार यहाँ केही खतरा छ क्या हौ यस्तो हालेर आएको छ वडार खतरा छ म्याएको छ घरै बनाएर बस्यो नि मिल्ने खालको छ रुमै पुग्ने खालको यस्तो डेन्जर वडार बबाल छ वडार अनि यहाँबाट पारेको सिन यो दामी छ वडार
उडारी ए उडार अब पुलको बाटो हुँदै जाउँ यताबाट यहाँबाट यस्तो जाउँ क्या यहाँ पानी चुइदो रहेछ यहाँनिर थोरै रहेछ बाटो स्लिपको बोट यो पुल गजबको पुल छ र घाम पनि लाग्यो अहिलेसम्म घाम लागेको थिएन अहिले चिरिक्क परे घाम लाग्यो यतातिर लेकतिर यस्तो छ यो पुल पुल आमामा वेल्डिङ चाहिँ खतरै गरेर ल ए आमामा के वेल्डिङ हो यो वेल्डिङ त बब्बाल वेल्डिङ यार ल मैं कुछ कचोटि हाने कसले हाने हो जान्नेले हाने हो कि नजान्नेले हाने हो वेल्डिङ पुलमा पुलको यो बारमा वेल्डिङ चाहिँ यस्तो बबाल ल मैं वेल्डिङ बबाल फिनिसिङ ल कसले हो अझै यतातिर पनि त्यस्तै छ वेल्डिङको फिनिसिङ पुलको यहाँबाट जाने बाटो यस्तो यस्तो छ यहाँ चाहिँ टक्क तल निस्किने बाटो रहेछ खोला नाला झरना बुढाहरू ज्याप यो त तपाईँको सबै नम्बरी जग्गा होला नि है होइन होला नि सब होला नि नम्बरी हो नि ऐला नि होला यता माथिसम्म छ यार मोर्चाहरू यस्तो ठाउँमा रक्सी खाएर जाँड खाएर हिँड्छ लड्दैन है 220 कुदाउँछ यही बाटोमा रक्सी खाएर यस्तो ढुङ्गाको मुनि पुगेको थियो भनेर भन्यो भने कसैले पत्ता छ यो ढुङ्गाको मुनि हामी यसरी हिँड्या भनेर यहाँ यत्रो पहिरो छ तर हामी पुग्यो त यो ढुङ्गा फुत्ता झऱ्यो भने हामी अचार हो एक गेर हालेर नि 4 व्हील हाल्नु भयो होला आयो आयो कट्यो यत्रो ढुङ्गामा कटाइदियो जस्तै आछानुलाई दुखाइरहन्छ